Hello guys, welcome to my vlog. यो चाहिँ मेरो थर्ड भ्लग हो, मोटो भ्लग। आज चाहिँ यसो त्यहाँ नगरपालिकातिर काम छ, महानगरमा काम छ। त्यसपछि र महानगरमा गएर पनि त्यसपछि सानो कम भन्छ त्यो भनेर अनि त्यसपछिबाट फेरि रङ्गशालातिर जान्छ। र युट्युबमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला। सब्सक्राइब गरेर बेल आइकनमा थिच्न चाहिँ नभुल्नु होला। त्यहाँ बोकर गएर यसो त्यो फोटोकपी गरेर अनि त्यसपछि जान्छ। डकुमेन्टहरू फोटोकपी गर्नु छ। यसो फर्म भन्नुपऱ्यो, यसो बहिनीको फर्म भन्ने हो अनि त्यही भएर हो। सबैले सब्सक्राइब गरौँ, सब्सक्राइब गरौँ। जम्मा 5 जना सब्सक्राइबर छन् यार मेरोमा। यही हो, हामी अब लागेको जग्गासम्मबाट बगर गरेर चाहिँ सिधै महानगरको कार्यालयतिर। Yes, kalau dia kecil gratis itu digital aja. Lantai kali. Eta. Pagadi. भन्छ त्यहाँ चाहिँ म पछि पैसा निकाल्दा आउँछ निस्केको फ्याट त त्यहाँ फेरि दिदी देखिनु भयो। अन्त दिदीलाई फेरि लड्को ठाउँ छोडेँ। अनि त्यसपछिबाट अब चाहिँ म त्यहाँ बहिनीको छोडेर गएपछि त्यहाँ गएर बहिनीलाई पिकअप गरेर लाग्नुपर्छ पोखरा महानगरपालिकामा। त्यस्तो खासै केही छैन। आज त विशेष त्यो रङ्गशालामा एउटा के गेम त्यो नेट हुन्छ, भलिबल जस्तो नेट हुने अनि लात्तीले खेल्ने, सानो बललाई लात्तीले हानेर अनि लात्तीले सर्ट हान्ने, लात्तीले उठाउने टाइपको गेम हुन्छ। त्यो गेम मलाई ठ्याक्क नाम चाहिँ याद हुँदैन होइन। अनि त्यो गेम चलाउन आज साथीहरू भन्दा नि साथी चाहिँ त्यो उसको चाहिँ यो टिमको चाहिँ म्यानेजर छ। अनि त्यही भएर गरेको हो। बहिनी हो सकियो। अब चाहिँ लागेको हो। कस्तो टाइम लाग्यो जस्तो 11 बजिसकेको छ यार।小情歌都美得多闷甜，咖啡是加菲的甜甜圈，咖啡喝惯了换了你选。蓝色的天，被金色多印颗心照片，要平和我们在最亮眼，幽暗的银河为你装点。我偏偏为你，我就想要写一首歌，赶走寒风雪，像有恋的浪潮，用笔雕刻，誓言难冻结。心房里住着你我的附加世界，永远不空缺。当爱你，我表达的更直接。你曾经对我说，认真带一点幽默，计划不小心走火，失落一瞬间no more。说起了漫步中，你可爱的酒窝，我的收获，有点微甜，拍的碎片别丢落。让我说对不起，不能只是不理，身边都是目击者，怕你爱周身无际。也让我生活不再邋里邋遢，不想让你生气，只想当人累。ल अब चाहिँ हामी लागि रङ्गशाला। के त्यस्तो गेमको नाम सेपाक टाक्रो। सेपाक टाक्रो सेपाक टाक्रो भन्ने गेम चाहिँ छ त्यहाँ होइन। त्यो गण्डकी प्रदेशको स्कुलहरूकोबाट त्यो सायद त्यहाँ चाहिँ त्यो गरेको। अनि ठट्टा त्यहाँ गएर हुँदो रहेछ। अब गेम कस्तो हुन्छ नेपालमा देखेको थिइनँ मैले। त्यो गेम पनि रहेछ नेपालमा।
अनि त्यसपछिबाट यो मलाई हेर्न मन लाग्यो कि अनि त्यसपछि जाँदा फेरि साथी फेरि टिम म्यानेजर रहेछ फेरि टिम म्यानेजर मिस्टर विकास ढाकाराम सुवेदी होइन दोस्त टिम म्यानेजर मिस्टर विकास ढाकाराम सुवेदी किन हेरेँ यस्तो क्यामेरा यार ल तपाईँ त्यस्तो भिडियो पठाएर गाडा कसरी काट्नुपर्छ भनेर फेरि काट्लाई त्यो जापानिज हो नि त अनि दोष यो नेपाल हो होइन के भनेको पुलिस छैन नि त्यहाँ पुलिस छैन त एक्सनहरूलाई पुलिस चाहिन्छ चाहिन्छ अगाडि ट्राफिक पुलिसहरू बाइकमा हिँडेर छ मैं चप्पल ला रही हूँ चप्पल ला रही हूँ त्यही नम्बर नप्लेहरू नकिएको म त त्यहाँ मैले हेर्न गइएको नप्लेयर नि होइन केही पनि छैन यसको एउटा भिडियोको कन्टेन्ट बन्छ भनेर म हिँडेको हो त्यही भएर मलाई त्यस्तो साह्रो चाहिँ हुँदैन कस्तो मजाले लिएर आएको है यस्तो जग्गा बिस्तार ल्याउनु पर्ने होइन त्यसले听到左边，小情歌都美得我们甜，咖啡是加菲的甜甜圈，咖啡和快乐换了你选。蓝色的天，被青色都印颗心照片，药品和我们在最亮眼，幽暗的银河为你装点。我偏偏为你，我就想要写一首歌，赶走寒风雪，想要脸的浪潮，用笔雕刻，誓言难冻结，心房里住上你我的附加世界，永远不空缺。当爱你，我表达的更直接。你曾经对我说，认真带一点幽默，计划不小心走火，失落一瞬间no more，收起了漫步中你可爱的酒窝，我的收获有点微甜，爱它随便别丢落。让我说对不起，不能只是不理，身边都是目击者，怕你爱周身无期。गेम भइरहेको रहेछ यता चाहिँ केटीहरू चाहिँ कास्की भर्सेस मुस्ताङको छ केटाहरूको चाहिँ पर्वत भर्सेस कहाँको छ कुनी यता कता छ है ल केटा ल यो नाग्दीको टिम हो केटाहरूको भर्सेस गोर्खा सुरु भयो नम्बर आयो ल ल आउट छोडे गोर्खाको आउटसँगै आउट है रे होला
छ मेग्दी 8 सिरियस हो रहेन आते खान बेकार यति भयो आवाज निकाल ल ल ल पहिलो सेट म्याग्दीले आफ्नो आत्मसफल पारिसकेको छ नम्बर खेले विनायक एउटा अगाडि धेरै किन बस्छ चिच्चा चिच्चा गरेर खुसी भयो नि यार जित्दा त यार म्याग्दी 3 गोर्खा 1 दोस्रो सेट है यो पछाडि आइदैन जिते है ल ल म्याग्दीले जिते गोर्खालाई पहिलो म्याच चाहिँ गोर्खासँग थियो है म्याग्दीले जित्यो ल एकदम नाइस प्ले ल ल केटा कस्तो भयो गेम ल बधाई छ केटा है घर बवाल दिनुपर्छ ल ल आज चाहिँ यस्तो रमाइलो भएन रमाइलो भएन अब निस्कियो 4 5 भइसक्यो 5:15 भइसक्यो कस लजा आजको लागि फर्कियो अब आइन्न जान्ने खेलेको त रमाइलो हुँदो रहेछ नत्र नजान्ने खेलेको त हेर्दा झ्यालम रहेछ त्यो के यहाँ टिकट काटेर जानुपर्ने त फेरि अरू नसाई भेट्ने हो र कहाँ भेट्नुहोस् र भेट्नुहोस् र पृथ्वीको रामी कट्यो तर अलि आज सोचे अनुरूपको भिडियो चाहिँ भएन कोही मोबाइलबाट कोहीबाट कस्तो भयो थाहा छैन है राम्रोसँग गर्नु होला त्यसको भिडियो भएन आज
खासमा चाहिँ यतिकै भिडियो चाहिँ त्यसले हेर्नु भन्दा नि यस्तो अब मैले झ्याप्प नेपालमा नदेखेको थिएँ अनि त्यसपछि आएर त्यही भएको भएर गएको हो।小情歌都美的多能甜，咖啡是加菲的甜甜圈，咖啡和快乐换了你选。蓝色的天，对青色多印颗心照片，要平和我们在最亮眼，幽暗的。आजको भिडियोलाई अन्त्य गर्दै फेरि अर्को भिडियोमा भेटौँला। अन्तिमसम्म हेर्नु भएकोमा धेरै धेरै धन्यवाद। लाइक सब्सक्राइब कमेन्ट भिडियो कस्तो भयो होइन। मेरो त अब यो थर्ड भ्लग अब इम्प्रुभ कतिको इम्प्रुभ भयो कि भएन, सुरुको भ्लगभन्दा अहिलेको भ्लग कतिको के कसो भयो होइन, त्यो सबै कमेन्ट गरिदिनु होला, बुझाइदिनु होला होइन। त्यस्तो भयो भनेर सल्लाह सुझाव दिनु होला। आजको लागि यो भिडियो चाहिँ यति नै, फेरि अर्को भिडियोमा भेटौँला। थ्याङ्क यू एभ्रिवान, थ्याङ्क्स फर वाचिङ।